जब भावीको लेखान्तमा लेखेर आएको कुरा हुन्छ नि कसैले पनि मेट्न सक्दैन। मेस्सी भर्सेस लमिन यामाल। मेस्सी र लमिन यामालको कहानी बच्चादेखि नै सुरुवात भएको छ र यो फुटबलको इतिहासमा जहाँ लियोनल मेस्सीको एरा इन्ड हुँदैछ भने लमिन यामालको एरा सुरुवात हुँदैछ र त्यस्तो अवस्थामा वर्ल्ड कपको फाइनलमा भिड्दैछन् लमिन यामाल भर्सेस मेस्सी, अर्थात् अर्जेन्टिना भर्सेस स्पेन। अर्जेन्टिनाले आज इङ्ल्यान्डलाई 2-1 को कहानी बनाउँदै क्रेजी कमब्याक गरेर क्रेजी तरिकाले चाहिँ फाइनलमा प्रवेश गरिसकेको छ र लियोनल मेस्सीले आफ्नो करियरमा 6 वटा वर्ल्ड कपमा 3टा फाइनलमा पुगाइसकेका छन् र यो भन्दा बढी के चाहियो। र आज इङ्ल्यान्डबाट धेरै आशा थियो, राम्रो गर्छ भन्ने थियो र राम्रो गरेको पनि थियो, लिड पनि लगेको थियो। तर यो भन्दा पहिलाको म्याचबाट इङ्ल्यान्डले पाठ सिकेको रहेन रहेछ र एभ्री टिमले चाहिँ जब अर्जेन्टिनाको अगेन्स्टमा त्यसरी डिफेन्स सेटब्याक भए एभ्री टिम कमब्याक गरेको थियो अर्जेन्टिनाले र आज इङ्ल्यान्डले पनि सेम कहानी गर्न पुग्यो।